गाइस तपाईहरुले चाहिँ हेर्न सक्नुहुन्छ हैन यो सेफ्टी ट्याङ्कीको खाल्डो खनिरहेको छु हैन सेफ्टी ट्याङ्कीको खाल्डो खनिरहेको म काका भएर हैन अनि यहाँ चाहिँ एउटा अद्भुत कुरा भेट्यो के अनि हाम्रो लगभग 150 वर्ष पुरानो एउटा सुनको पुरै सुनको यो चम्मच कि डाडो कि हो हैन लगभग 150 वर्ष पुरानो जस्तो छ यसो हेर्दाखेरि हैन अब यसलाई हामी निकाल्दै छौं अनि निकालिसकेपछि तपाईहरुलाई यसको के रहेछ कति लामो रहेछ सुनको हो कि या मोतीको हो या त चाँदीको हो जहाँसम्म चाहिँ हाम्रो आशामा सुनकै जस्तो लागेछ हैन लगभग 150 वर्ष पुरानो हुनुपर्छ हैन अनि तपाईहरुलाई मैले काकाले खोदिरहनु भएको छ यहाँनिर अब यसो पुरा निकालिसकेपछि तपाईहरुलाई देखाउँछु है त काकाले खोदिरहनु भएको छ है हेर्नुस् है त खोदो अब हामी मालामाल हुँदैछौँ मालामाल पैसै पैसा पैसै पैसा हो यो 150 वर्ष पुरानो सुनको पैसै पैसा हुन्छ हामीसँग अब अनि तपाईको दाँत भर्नुपर्छ सुनको दाँत भर्नुपर्छ यो निकालेर सुनको दाँत भर्ने सुनको दाँत भर्नुपर्छ त्यसमा है ल खनु छिटो गाइस तपाईहरुलाई चाहिँ देखाइसक्यो ल झिकी हैन यो झिकिसक्यो ल हेर्नु ओ माय गॉड ल सुनको डाडो रहेछ माय के चोदो मामो तेरा बहन के चोदो महावीर वाला तेरा मैया के चोदो वाला नन्दे अब यो सुनको डाडो यहाँ भर्नुपर्छ यसरी काटेर सुनको डाडो दाँत भर्नुपर्छ है ल हेर्नुस् तपाईहरुले यस्तै हामीले ओ माय गॉड अब हामी करोडपति हुँदैछ अब हामी करोडपति अर्बपति हुँदैछ ल यो 150 वर्ष पुरानो भने चाहिँ यसको दाम लगभग अर्बमा त बिक्री हुन्छ यो हुन्छ हैन भाँच्यो भने पैसा कम आउँछ के भाँच्नु हुँदैन